आज म तपाईहरूलाई एउटा जहाजको रहस्यमय कथा सुनाउँछु। एक जहाज जुन एक रात गायब भयो अनि कहिल्यै भेटिएन। यो घटना हो मार्च 8, 2014 को। एउटा ठूलो बोइङ जहाज क्वालालम्पुरबाट बेजिङको लागि उड्यो। 239 यात्री सवार थिए। उडानको सुरुवात एकदम सामान्य थियो। पाइलटले कन्ट्रोल टावरसँग अन्तिम सन्देश पनि पठाए। गुड नाइट मलेसियन 370 त्यो उनको अन्तिम आवाज थियो। त्यसको केही छिनपछि अचानक रडारबाट उडान बिल्कुल गायब भयो। त्यसपछि सुरु भयो इतिहासकै सबैभन्दा ठूलो खोज कार्य। कैयौं देशहरू मिलेर समुद्रको विशाल क्षेत्रमा त्यो जहाजको कुनै निशान खोज्न लागे। महिनौसम्म, वर्षौंसम्म, तैपनि हात लाग्यो शून्य। केही टुक्राहरू पछि भेटिए, तर त्यसले झन् धेरै प्रश्नहरू खडा गर्यो। जहाजको सिस्टम कसरी आफै बन्द भयो? यो कसैले गर्यो? के यो कुनै भयानक दुर्घटना थियो? जहाजमा आगो पो लाग्यो कि या कुनै यान्त्रिक गडबडी? कतै पाइलटले नै जानी यस्तो कदम उठाए कि या कुनै यस्तो कारण छ जुन हाम्रो सोच, हाम्रो कल्पना भन्दा पनि धेरै पर छ?